Hi, this is me and this is day 2 of me trying to be a content creator. आज चाहिँ वर्कआउटको कन्टेन्ट चाहिँ छैन किनभने मेरो क्यामेरा चाहिँ मेरो साथीले लगेर गएको थियो। आज चाहिँ म यहाँ बङ्गलामुखी मन्दिरमा छु हैन। अनि उ त्यो सिधाको देखिरहेको त्यो टावर भएको त्यो जल्या चाहिँ त्यो अस्ति जेनजी आन्दोलनमा चाहिँ त्यो वडा कार्यालय हो, त्यो बेला जल्या हो। यहाँ चाहिँ खतरा देखिन्छ भ्यू ओभरअल। सो आज चाहिँ म यतिकै र्यान्डम अब डुल्न गयो भने डुलेको अथवा जे भयो दिनमा त्यही हो नि, मलाई केही पनि आउँदैन। एज अ सेड यस्टरडे हैन, जस्तो थियो त्यस्तै नै बनाउँछ है त। सो यहाँ चाहिँ मेरो बिहानको डाइटको लागि त्यो चना र जौँ पिन्नलाई छोडेको थिएँ, पिनेकै रहन्छ। खाना खान गएको छ अरे अहिले, फेरि झ्याउ हुने भयो। अनि एज सजेस्टेड बाई वान अफ माई सिस्टर, खास चाहिँ हामीले हरिजन्टल राखेर भिडियो खिचाएको थियो होइन। अनि उसले चाहिँ एकचोटि भर्टिकल राखेर ट्राई गर्नु राम्रो आउँछ भनेको थियो। सो आज चाहिँ विल फलो द्याट, हेरौँ कस्तो हुन्छ है। ल अब चाहिँ मासु किनेर ब्याक टु घर। बल्ल बनाउँछ क्या। लाज चाहिँ मेरो क्यामेरा गर्ने डे हो होइन। क्यामेरा सिधा रे, सिधा 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 सिधा। त्यसपछि यहाँबाट राइट, त्यसपछि ऊ त्यो सिधाको ठाउँ होला फाइल चाहिँ त्यहाँ। अब चाहिँ अलमोस्ट लन्च टाइम भइसक्यो। चाहिँ मैले चिकन लिएर आएको छु। यसमा टक्क मासुको पिस काटेर चाहिँ म एक कचरा राख्छु है। यो चाहिँ अब यो चाहिँ काटकुट पारेर लगभग रेडी छ है, त्यस्तै होला। यस्तो जोग्दाखेरि चाहिँ 200 ग्राम जस्तो होला, 200 ग्राम। यो चाहिँ म खान्छु है, यो चाहिँ मेरो डाइट दिउँसोको। म चाहिँ माथि आएको छु बारीमा है, चिकनमा के यसो हरियो सागपात पाउँछ कि भनेर। हरियो सागपात के ल खुर्सानी पनि सबै मर्ने लास्तो रहेछ के। ओ माई लर्ड, ल यहाँ यत्रो जाइन्टहरू मेरो हातमा कम्पेयर गर्नु। यो क्यामेरामा जस्तो देखेको छ नि, तर लास्ट ठुलो छ है। अब साग तिमी कहाँ जान्छौ भन त? तिमी मेरो चिकनमा जान्छौ यस्तै। सरी, तिमी बिस्तारै ठुलो हो, तिमी चाहिँ मेरो मासुमा है। ल यो चाहिँ मेरो भुटेको भात विथ चिकन रेडी। डजन्ट लुक एपेटाइजिङ, प्रब्ली डजन्ट टेस्ट गुड, तर आई हेभ टु इट इट। ल यही खानुपर्छ मैले। अहिले सागै यहाँ मैले लन्च खाएँ। अब खाएपछि सबभन्दा पकाएपछि खाएपछि सबभन्दा गिद्दी काम भने चाहिँ भाँडा माझ्नु हो। माझ्नै पऱ्यो, अब के गर्ने है। अब एडिटिङको त्यस्तो धेरै त होइन, तर अलिअलि काम बाँकी छ। त्यो अब मेरो मोबाइल अहिले यहाँ अलि त्यस्तै चलिरहेको छैन मेरोमा। सो हामी चाहिँ अब अहिले आइसी निस्किन्छौँ यहाँबाट। अनि उसको मोबाइलबाट चाहिँ त्यो एप पनि चल्छ, त्यो पनि हुन्छ। सो हामी त्यहाँ गएर चाहिँ हल्का केटाहरूको भाइवाला बनाएर अनि विल कल इट अ गुड नाइट, बाई। गियरमा हाल्नु पऱ्यो नि, मतलब म्युजिकलमै छोडेर भन्छ। ल अब चाहिँ आइसी आउन लाग्यो केटा हो। आइसी नट टु फार। अब चाहिँ हामी अब सर्ट छिराइहाल्छौँ। हामी त्यहाँबाट छिराउनु पर्छ ल। हामी खै यो बाइक यस्तो गयो भने सर्ट त्यहाँबाट छिराउनु पर्छ। गयो एकछिन केटाहरूले होला फोन। केटा हो से हेलो टु क्यामेरा। खै हेलै भनेर छ्या मुला चुप लाएर मलाई पनि हेर्छ सबजना हेलो भन्नु भने। के छ यार दोस्त, के छ केटा हो? तिमीहरूले हेलै भनेन यार, अघि भन्नुपर्ने सबजनाले। यस्तो एक्साइटिङ म यस्तो
एडिटिङ गर्ने ल आज चाहिँ हामी आइसी पनि आयो एडिटिङ पनि सक्यो विल कल इट गुड नाइट बाई सी यु टुमरो डे 3